कसैको कुराले आफूलाई कमजोर बनाएर कहिले पनि कसैको शरणमा नजानुहोस् र आफू बाहेक अरूलाई कहिले पनि पुरा विश्वास नगर्नुहोस्। कसैको अघि कहिले पनि नझुक्नुहोस् र जहाँ तपाईको इज्जत हुँदैन त्यहाँ कहिले पनि नरोक्नुहोस्। कति वफादार हुन्छ आजभोलिको सम्बन्ध, यदि हामीले सम्झेनौँ भने उनीहरू बिर्सिन्छन्। हाम्रो मन एकदम महान हुन्छ, त्यसैले यसमा त्यो व्यक्तिलाई मात्र बसाल्नुपर्छ जो व्यक्ति त्यहाँ बस्न लायक हुन्छ। मान्छेको सम्बन्ध त्यहाँबाट बिग्रिन थाल्छ जब मान्छे भन्ने गर्छ कि म तिमी बिना बाँच्न सक्दिन। पीडा त्यति बेला हुँदैन जति बेला मान्छे साथ छोड्छ। पीडा त त्यति बेला हुन्छ जब मान्छे तपाईको भरोसा नै तोड्दिन्छ। जबसम्म तपाई चुप बसेर सहनुहुन्छ तबसम्म तपाई सबैको प्यारो हुनुहुन्छ। जब तपाई अलिकति केही बोल्न थाल्नुहुन्छ तब तिनी मान्छेहरू भन्ने गर्छन् के हो जान्ने भएछ। मान्छे उमेरले कहिले पनि ठुलो हुँदैन, मान्छे विचार भावना कामले ठुलो हुन्छ। नशा प्रेमको होस् या रक्सीको, दुवैमा होस घुम्छ। फरक यति हो रक्सीले मान्छेलाई सुताउँछ, प्रेमले रुवाउँछ। एउटा सानो झुटले मानिसको ठुलो भरोसालाई तोड्न सक्छ।